हेलो गाइज, स्वागत छ तपाईहरुलाई तपाईहरुको आफ्नै च्यानल जस्ट सेन्सेमा। म हुँ तपाईहरुको साथी तपाईहरुको दमदाची। आज हामी लेसन 12 को भोकाबुलरी पढ्न गइरहेका छौं। सुरु गरौँ है त। एक नम्बरमा एक छ कान तान भनेको के हो? सजिलो अथवा सरललाई के भन्छ? कान तान भन्छ हैन। अब के भने कान तान्न चाहिँ के हुन्छ? सजिलो हुन्छ। त्यही भएर कान तान भनेको के हो? सजिलो। त्यसैगरी 2 नम्बरमा छ चिखाई भनेको के हो? नजिकै हैन। ची भनेको चिसो, खाई हैन। चिसो खाई कहाँ गएर खाई? नजिकै गएर खाई। त्यही भएर चिखाई भनेको के हो? नजिकै। त्यसैगरी 3 नम्बरमा छ तोई भनेको के हो? टाढा हैन। अब हामीले कोही मान्छे टाढा जान लाग्छ के भन्छौं? ओइ तँ ओइ कहाँ जान लाग्यो हो? तँ ओइ कहाँ जान लाग्यो भनेर भन्छौं नि। त्यही भएर तोई भनेको के हो? टाढा। त्यसैगरी अर्को छ हाय भनेको के हो? सबेरै अथवा छिटोलाई के भन्छ? हाय भन्छ हैन। अब हामी एका बिहानै उठ्नु पर्यो भने हामीले के गर्छ? हाय गर्छ नि हैन। हो त्यही हाय भनेको के हो? छिटो अथवा सबेरै। त्यसैगरी अर्को छ ओसोई भनेको के हो? बिस्तारै अथवा ढिलोलाई के भन्छ? ओसोई भनेर भन्छ हैन। अब के भने आजकलको जमानामा चाहिँ मान्छेहरु के हो? सोई भनेको सुत्नी। सुत्ने बेला भएन भनेर भन्छ नि। म बिस्तारै सुत्छु, म अलि ढिलो सुत्छु किनकि फोन हेर्नु पर्छ भनेर भन्छन् के। त्यही भएर ओसोई भनेको हो? बिस्तारै अथवा ढिलो। त्यसैगरी अर्को छ ओइ भनेको धेरै हैन। अब कस्तो नि हामीले धेरै मानिस देखेपछि के भन्छ? ओहोइ कति धेरै मान्छे भन्छ नि। हो त्यही भएर ओइ भनेको हो? धेरै। त्यसैगरी अर्को छ सुकुनाइ भनेको हो? थोरै हैन। सुकुनाइलाई के भन्छ? थोरै भन्छ हैन। आजकल चाहिँ थोरै मान्छेले चाहिँ के गर्छ? सु गर्छ। कहाँ गर्छ? कुनामा गर्छ। किनकि आशिका तामाङले के भनेको थियो? सु कुनामा गर्ने कि नै भनेर सोधेको थियो नि त हैन। के भनेको थियो? सु कुनामा गर्ने कि नै भनेर सोधेको थियो। त्यही भएर आजकल थोरै मान्छेले गर्छन्। त्यही भएर सुकुनाइ भनेको हो? थोरै मानिस। त्यसैगरी 8 नम्बरमा एक छ आताता खाई भनेको के हो? न्यानो हैन। अब न्यानो भनेर पानीमा हात हालेको हैन, तर पानी रहेछ तातो, धेरै तातो रहेछ। त्यही भएर के भन्छ मान्छेले? आत्ताताताता भनेर भन्छन् हैन। त्यही भएर आत्ताताता खाई भनेको न्यानो। त्यसैगरी 9 नम्बरमा छ सुजुसी भनेको हो? शीतल हैन। अब यसलाई चाहिँ एकछिन सु नै सम्झनु हैन। सु गरेपछि के हुन्छ? शीतल हुन्छ नि त हैन। एकदम पिसाब च्यापेको बेला सुसु गर्न पाएपछि के हुन्छ? शीतल हुन्छ। त्यही भएर सुजुसी भनेको हो? शीतल। त्यसैगरी 10 नम्बरमा एक छ आमाई भनेको गुलियो हैन। के हो त? आमा भनेको आमाले गुलियो चिज दिनुभयो। त्यही भएर आमाई भनेको गुलियो। त्यसैगरी 11 नम्बरमा एक छ आराई भनेको पिरो अथवा स्पाइसीलाई के भन्छ? आराई भन्छ हैन। छेत्री बाहुनले चाहिँ गुलियो खान्छ हैन। तर राईले त के खान्छ? पिरो र स्पाइसी खान्छ। त्यही भएर आराई भनेको पिरो अथवा स्पाइसी। त्यसैगरी 12 नम्बरमा एक छ ओमोई भनेको भारी अथवा गरुङलाई के भन्छ? ओमोई भन्छ हैन। अब कस्तो नि? फेरि मोटाइस भनेर भन्ने के हो? मोटाइस भनेर भन्ने के? मोटाउनु भनेको के हो? भारी हुनु अथवा गरुङ्गो हुनु। त्यही भएर ओमोई भनेको के हो? भारी अथवा गरुङ्गो। त्यसैगरी 13 नम्बरमा छ खारी भनेको हलुका हैन। अब के भने यसलाई कसरी सम्झने? खा भनेको खाली, रु भनेको रुनी, खाली रोकोरोइ गर्ने भएको भएर के भयो? हलुका भई। त्यही भएर खारी भनेको के हो? हलुका। त्यसैगरी 14 नम्बरमा एक छ किसेचु भनेको ऋतुलाई के भन्छ? किसेचु भनेर भन्छ। त्यसैगरी 15 नम्बरमा छ हारु भनेको बसन्त ऋतु यानी कि स्प्रिङ सिजनलाई के भन्छ? हारु भन्छ हैन। दुईजना बीच कम्पिटिसन भएको थियो। उसले चाहिँ स्प्रिङ लिएर आयो हैन। के कम्पिटिसन भएको थियो? जम्पिङ कम्पिटिसन भएको थियो हैन। अब उसले चाहिँ स्प्रिङ लिएर आयो, आफूसँग त स्प्रिङ छैन। त्यही भएर ऊ स्प्रिङले जम्प गर्यो हैन। ऊ धेरै माथि पुग्यो, तर आफूसँग स्प्रिङ छैन। त्यही भएर के हो? म हारु, किनकि उसले स्प्रिङ ल्यायो। त्यही भएर हारु भनेको स्प्रिङ सिजन यानी कि बसन्त ऋतु। त्यसैगरी 16 नम्बरमा छ नाचु भनेको ग्रीष्म ऋतु यानी कि समर सिजन हैन। अब समर आउने बित्तिकै के हुन्छ? नाचु लाग्छ कि हैन। किनकि समर महिनामा केटीले के हुन्छ? मिनिस्कर्ट लाएर हिँड्छ। त्यही भएर नाचु लाग्छ। 17 नम्बरमा छ आकी भनेको शरद ऋतुलाई के भन्छ? आकी भन्छ हैन। शरद भनेको के हो? हाम्रो शरद विश्वाकर भन्ने खेलाडी छ नि, क्रिकेट खेलाडी हैन। उलाई भेट्न को आकी? निशा अधिकारी आकी। त्यही भएर आकी भनेको के हो? शरद ऋतु। त्यसैगरी 18 नम्बरमा छ फुयु भनेको जाडो यामलाई के भन्छ? फुयु भन्छ हैन। अब जाडो याममा हामीले के गर्छ? गर्छ नि हैन। हो त्यही भएर फुयु भनेको जाडो याम। त्यसैगरी 19 नम्बरमा छ तेन्की भनेको मौसमलाई के भन्छ? तेन्की भनेर भन्छ। त्यसैगरी 20 नम्बरमा छ आमे भनेको वर्षा। त्यसैगरी युकी भनेको हिउँलाई के भन्छ? युकी भनेर भन्छ हैन। अब जस्तै यहाँ फुयु छ नि, फुयु भनेको जाडो याम भयो हैन। यहाँ यु छ नि त हैन। हो यु, यही यु सम्झिनु हैन।
यो यु चाहिँ के आयो यहाँ आयो त्यही भएर के भयो यु कि भने के हो हिउँ। 22 नम्बर छ कुमोरी भने के हो बादल होइन। बादल चाहिँ के छ भर्जिन छ होइन। कुमोरी भनेको कुमारी सम्झिने कि होइन। बादल चाहिँ के छ भर्जिन छ पछि के हुन्छ पानी पर्छ नि त त्यहाँबाट होइन। त्यही भएर कुमोरी भनेको के हो बादल भनेर सम्झिनु। त्यसै गरी होटेरू भनेको होटेल भइहाल्यो यो सजिलै छ होइन। त्यसै गरी कुको भनेको के हो एयरपोर्ट। त्यसै गरी 25 नम्बरमा छ उमी। उमी भनेको के हो समुद्र होइन। कोही कोहीको चाहिँ के हुन्छ बानी भने समुद्रमा गएर निदाउने बानी हुन्छ होइन। निदाउनु भने के उम्नु हो नि त होइन। त्यही भएर उमी भनेको के हो समुद्र। त्यसै गरी 26 नम्बरमा छ सेकाई। के छ सेकाई। सेकाई भनेको संसार होइन। एउटा नयाँ बच्चा जन्माएको आमाको लागि चाहिँ के छ भने त्यो बच्चालाई उसले सेक्न पायो भने के हो त्यही नै हो उसको संसार। त्यही भएर सेकाई भने के हो संसार। 27 नम्बरमा छ पातेई भने के हो पार्टी भइहाल्यो यो सजिलै छ। त्यसै गरी माचुरी भनेको चाडपर्वलाई के भन्छ माचुरी भनेर भन्छ। त्यसै गरी 29 नम्बरमा एक छ सुकियाकी भने के हो गाईको मासु र तरकारीको सुपलाई के भन्छ सुकियाकी भन्छ होइन। अब सुकी भनेको सुप भनेर सम्झिनु होइन। याकी भनेको चाहिँ हाम्रो माथि माथि याक हुन्छ नि चौडी गाई के हो त्यसलाई याक भन्छ नि त होइन। त्यही भएर सुकी भनेको सुप याकी भनेको गाई होइन। गाईको मासु र तरकारीको सुपलाई के भन्छ सुकियाकी भनेर सम्झिनु। 30 नम्बरमा छ सासिमी भने के हो काँचो माछालाई के भन्छ सासिमी भन्छ होइन। अब यो माछा भन्ने चाहिँ कस्तो हुन्छ नि सिमी जस्तै हुन्छ नि त यसो हेर्दाखेरि होइन। त्यही भएर सासिमी भनेर सम्झिनु कि सासिमी भने के हो काँचो माछा। सुसी। सुसी भने के हो भातको माथि काँचो माछा हालेकोलाई के भन्छ सुसी भनेर भन्छ होइन। अब के सम्झिनु भने भात माथि चाहिँ होइन काँचो माछाले के गरेछ सु गरेछ कि होइन। त्यही भएर सुसी भएको भनेर सम्झिनु कि सुसी भने के हो भातको माथि काँचो माछा हालेको। त्यसै गरी 32 मा छ तेम्पुरा भने के हो समुद्री खानालाई के भन्छ तेम्पुरा भनेर भन्छ होइन। त्यसै गरी 33 नम्बरमा छ पुता निकु भने के हो सुँगुरको मासु होइन। निकु भनेको मासु पुता भने के हो सुँगुरलाई के भन्छ पुता भन्छ। त्यही भएर पुता निकु भनेको सुँगुरको मासु। त्यसै गरी तोरी निकु भनेको के हो कुखुराको मासुलाई के भन्छ तोरी निकु भन्छ। कुखुरालाई चाहिँ तोरी भनेर भन्दो रहेछ है। निकु भनेको मासु भइहाल्यो। त्यसै गरी घिउ निकु भनेको के हो गाईको मासु। घिउ भनेको गाई निकु भनेको मासु। गाईको मासुलाई के भयो घिउ निकु। त्यसै गरी रेमोन भने के हो लेमनलाई के भन्दो रहेछ रेमोन भनेर भन्दो रहेछ। त्यसै गरी 37 नम्बरमा एक छ इकेबान। इकेबान भने के हो फुल सजाउने कामलाई के भन्छ इकेबान भनेर भन्छ होइन। अब के भने इकेबान के बान्ने त भनेर भन्दा फुल बान्ने। त्यही भएर इकेबान भने के हो फुल सजाउने काम। त्यसै गरी 38 नम्बरमा एक छ मोमिजी भने के हो शरद ऋतुमा फुल्ने रातो फुललाई के भन्छ मोमिजी भनेर भन्छ होइन। त्यसै गरी 39 नम्बर एक छ दोचिरा भनेको कुन चाहिँलाई के भन्छ दोचिरा भनेर भन्छ। त्यसै गरी दोचिरामो भनेको के हो दुबई होइन। मो भनेको चाहिँ खास पनि हो होइन। अनि चाहिँ दुबई भनेको यो पनि त्यो पनिलाई के भयो दुबई भनेको के भयो दुइटै भयो नि त होइन। त्यही भएर दोचिरामो भनेको दुबई। त्यसै गरी इचिबान भनेको सबैभन्दालाई के भन्छ इचिबान भनेर भन्छ है। त्यसै गरी जुत्ते भनेको चाहिँ कस्तो भने एकदमै ठुलो चिज भनेर जनाउनु पर्यो भने जुत्तेको प्रयोग हुन्छ। त्यही भएर जुत्ते भनेको के हो एकदमै ठुलो भन्ने जनाउँछ। त्यसै गरी हाजी मेते भनेको पहिलो पटक होइन। हामीले सुरुमा भेट्दाखेरि के भन्छ हाजिमे मासिते भन्छ नि होइन। हो त्यही हाजिमे मासितेबाट आएको हाजी मेते भनेको पहिलो पटक। त्यसै गरी हामीले खाइवा अन्तर्गत पढ्नुपर्छ 44 नम्बरमा तादाइमा भनेको के हो घर फर्कदा भनिने शब्द होइन। जस्तै हामीले नेपाली के भन्छ म आइपुगेँ भनेर भन्छ नि होइन। हो त्यस्तै जापानिजमा के भन्छ तादाइमा भनेर भन्छ जसको मतलब चाहिँ म घर आइपुगेँ भन्ने जनाउँछ। त्यसै गरी 45 नम्बरमा एक छ ओखाएरी नासाई भनेको घरमा स्वागत छलाई के भन्छ ओखाएरी नासाई। त्यसै गरी 46 नम्बरमा एक छ वा सुगोई हितो देश्ने भनेको के हो वा धेरै मान्छेहरू है भनेर भन्नलाई के भन्नु पर्यो वा सुगोई देश्ने भनेर भन्नु पर्यो। त्यसै गरी 47 नम्बरमा एक छ चुखारे मासिता भनेको के हो म थाकेँ होइन। चु भनेको चुम्मा खारे भनेको बोयफ्रेन्ड होइन। अब बोयफ्रेन्डसँग चुम्मा चाटी गरेपछि के हुन्छ थाकिन्छ। त्यही भएर चुखारे मासिता भनेको म थाकेँ। सो गाइज आजको लागि यति नै। यस्तै नयाँ भिडियोको लागि जस्ट सेन्सी च्यानल सँगै रहनु होला भन्दै आजको लागि बिदा हुन चाहन्छु जमदासित।